हामी आउँदैखेरि 6वटा कुरा लेखिएर आएको छ अरे। 6वटा कुरा चाहिँ पहिले तयार छ अरे। के रहेछ 6वटा कुरा? सबभन्दा पहिले त जन्म, कति बेला जन्मिने, कति मिनेटमा, कति सेकेन्डमा त्यो परमात्माले पठाएको समय नै हुन्छ। दोस्रो मृत्यु, मृत्यु सत्य छ, निश्चित छ। कति बजे यो सास कति पटक फेर्ने धरतीमा गनेर पठाउनु भएको छ भगवानले। त्योभन्दा एक पटक पनि अगाडि रिन्यू गर्न मिल्दैन। करोडौं रुपियाँ थुपारे पनि त्यहाँ 10 चोटि सास फेराउनेवाला कोही आउनेवाला छैन। घर जग्गै दिन्छु मलाई 10 मिनट त जिउँदो पार भन्दा पनि कसैको सामर्थ्य छैन। त्यही भएर यहाँ मृत्यु पनि निश्चित छ, सत्य छ अरे, लेखिएर आएको छ। अर्को तेस्रो नम्बरमा छ विवाह। विवाह कोसँग, कहाँ, कति समय, त्यो पनि परमात्माले निश्चित गरेको छ अरे। अर्को आय अनि व्यय, कति जीवनमा कमाई हुन्छ तपाईको र कति खर्च हुनेवाला छ जीवनमा। तपाईँ हेर्नुहोस्, याद गर्नु त। हामी भन्छौँ नि होइन होइन कर्मले हो, परिश्रमले हो भन्छौँ नि। हामी कतिजनाको मनमा लाग्छ त्यो कुरा। होइन होइन धन त मैले परिश्रमले पो कमाएको त। ए बाबा, परिश्रमले मिल्थ्यो भने दिनभर गिट्टी कुट्नेले 1000 कमाउँछ हजुर। परिश्रम हेर्नु त, 2 मिनट कलम चलाउनेले कति लाखौँ कमाइरहेको हुन्छ। कति जीवनमा आय छ, कति व्यय छ, परमात्माले निश्चित गरेको छ। अर्को 2टा कुरा बाँकी छ अब, कि जीवनमा कति मान सम्मान मिल्छ र कति अपमान मिल्छ, यो पनि निश्चित छ। तर के भन्नुहुन्छ सुन्नु है, कति सुन्दर भाव छ यहाँ। यी 6 कुरा पहिले निर्धारित छन्, तर यी कुरामा पनि मैले हेरफेर गर्न सक्छु। अगाडि पछाडि अथवा यसमा पनि थोरै घटी बढी मैले गर्न सक्छु। तर त्यसको आधार के हो? कर्म। कर्म यदि कर्म सुन्दर छ भने तिम्रो भागमा धनै छैन भने पनि म बाध्य हुन्छु तिम्रो भागमा धन राख्नको लागि, मान सम्मान राख्नको लागि। त्यही भएर 6वटा कुरा जो निर्धारित छन् यसमा पनि फेरबदल गर्नु छ भने कर्म सुन्दर गर्नु।